नाटीको इक्जाम डिस्क्वालिफाइड हुनुको वान अफ द मेन रिजन्स भनेको इक्जामको दिनमा फोनको प्लेसमेन्ट मिलाएर नराख्नु। र आज यो भिडियोमा फोन कसरी राख्ने म तपाईँहरूलाई भन्न चाहदैछु। सो फर्स्ट अफ अल फोनले 3टा चिज क्याप्चर गरेको हुनुपर्छ। एउटा हामी आफूलाई नै, सेकेन्ड हाम्रो सेटअप ल्यापटप कम्प्युटर केमा इक्जाम दिइरहेको छ, र थर्डली हामीले लेख्ने नोट्स कापीहरू क्लियरली भिजिबल। यो 3टा चिज चाहिँ भिजिबल हुनुपर्ने हुन्छ। त्यसपछि फोन हामीले राख्छौँ ल्यान्डस्केप मोडमा, र फोनको मेन क्यामेरा चाहिँ हामीतर्फ फर्किएको हुन्छ है, विच मिन्स फोनको स्क्रिन हामीतिर फर्किएको हुँदैन। सो यो माथिको भिडियोमा प्ले गर्न जाँदैछु। यो नाटीले नै राखिदिएको इन्स्ट्रक्सनल भिडियो एकचोटि हेर्नु होला। ओके, सो फोन चाहिँ हामीले यसरी अड्डाएर टेबलमा राख्नुपर्ने हुन्छ। त्यो अड्डाउनलाई हामीले कुनै सपोर्ट होइन, पानीको बोतल वाटर केही मगहरू अथवा फोन स्ट्यान्ड, मिनी ट्राइपोड स्ट्यान्ड विच माइट बी कन्भिनियन्ट, त्यो राख्छौँ। सो जसरी हामी भिडियोमा देखिरहेका छौँ, स्क्रिन चाहिँ अपोजिट साइडतिर फर्किनु पऱ्यो, सो द्याट फोनको ब्याक क्यामेराले चाहिँ हामीलाई रेकर्ड गरिराखेको होस्। र यो फोनको क्यामेराले क्याप्चर गरेको भिडियो चाहिँ कस्तो देखिरहेको छ त हामीले आफै फोनमा त हेर्न मिलेन, बिकज फोनको स्क्रिन त हाम्रो अपोजिटतिर फर्किएको हुन्छ होइन। तर फोनको लाइभ फिड, फोनको क्यामेराको लाइभ फिड चाहिँ सुरुमा स्क्रिनमा देखाएको हुन्छ, जुन माथिको यहाँ भिडियोमा हेर्न सक्नुहुन्छ होइन। सो त्यहाँ चेक गरेर हामीले फोनको एङ्गल कतिको राम्रो छ छैन चेक गर्छु, र फोन हामीले छेउमा चाहिँ राख्छु आफ्नो है। आफ्नो पछाडि राख्दैनौँ, आफ्नो सिधै डिरेक्टली अगाडि राख्दैनौँ, छेउ अथवा डायगोनली राख्नुपर्ने हुन्छ। वन्स अगेन हामी आफै हाम्रो कम्प्युटर सेटअप र हाम्रो नोट्स भिजिबल हुनुपर्छ। र यो स्टेजमा तपाईँले केही कन्फ्युजन रह्यो होइन भने चाहिँ त्यहाँ अनलाइन च्याटमा सपोर्ट पनि हुन्छ, त्यहाँ एक्चुअली सोध्न पनि सक्नुहुन्छ तपाईँको सेटअप के कसो छ भनेर। र अर्को इम्पोर्टेन्ट कुरा भनेको हाम्रो फोन चाहिँ एनी टाइम हाम्रो ल्यापटपसँग कनेक्टेड भएको हुन्छ थ्रु प्रोक्टर एप। यदि फोन डिस्कनेक्ट भइदियो भने चाहिँ हाम्रो कम्प्युटरमा स्क्रिनमा एउटा पपअप आउँछ। सो हामीले त्यो चेक गर्नु पऱ्यो र फोन फेरि रिकनेक्ट गरेर इक्जाम कन्टिन्यू चाहिँ गर्नुपर्छ।